मैले उसलाई चाहिँ के भनेको थिएँ भनेपछि यो सबै नगरौँ, भोलि समाज छ, सोसल मिडिया छ, सबै हुन्छ, म गरेर हार गुहार गर्दा पनि उसले मानेन, जे गर्न सक्छस् गर भन्यो। अब उसले देख्यो होला नि त नेपाली मान्छे, नेपाली समाजको कति पावर रहेछ भन्ने कुरा उसले देख्यो होला, उसको आमा बाउले देख्यो होला नि त। अब उसले चाहिँ पहिला चाहिँ उसलाई मतलबै थिएन, अब भित्रभित्रै दबाइहालिन्छ, के गर्न सकिन्छ र भन्ने कुरा चाहिँ उसले चाहिँ यो बाहिर ल्याउँदैन होला सोचिरहेको थियो। अब देख्यो होला बल्ल पावर। यदि हिम्मत छ भने उसले आफ्नो टिकटकको कमेन्ट बक्स अन गरेर देखाउ त, अनि त्यसको त के हालत हुन्छ। नेपाली समाज, सोसाइटीको दाजुभाइ सबैको कति नेपालीको कति पावर छ भन्ने कुरा अनि त्यो पाकिस्तानीले देख्छ कि। उसले चाहिँ अस्ति जुन मैले स्ट्याटस लेखेर हालेँ नि, त्यो स्ट्याटस हालेपछि ऊ चाहिँ आइसक्यो कि यता। पहिला चाहिँ उसले आधी सामान यता राख्थ्यो, आधी उता राखेर उतै बस्थ्यो, अनि त्यसपछि उताबाट सबै सामान बोकेर आइसक्यो कि। मान्छेले भन्नेले यहाँ सबै भनिसक्यो कि। अब उसलाई भनेको मेरो जस्टिस भनेको, अब उसलाई एउटा कुरा भनेको उसलाई डिपोर्ट मात्रै गराउने हो, मेरो अरू केही पनि होइन। उसलाई मैले जसरी भए पनि नेपाल झिकाउनु पर्छ। उसले चाहिँ काम लाग्छ भन्ने कसैलाई पनि थाहा हुँदैन। हेल्प सबैको चाहिन्छ, सबैसँग राम्रोसँग बोल्न पर्छ, मिलेर बस्नुपर्छ। त्योमा त केही ठुलो कुरा भएन। हेल्प जसलाई पनि जतिखेर पनि चाहिन सक्छ, हुनसक्छ। अनि सबैतिर मैले देखेको के भन्दाखेरि एउटा त्यो स्क्रिनसट छ जुनमा चाहिँ त्यो केटाले चाहिँ मलाई $1000 चाहिँ पठाएको छ। त्यो के हो कुरा भन्दाखेरि म भन्छु, मेरो कलेजको फी तिर्नुपर्ने थियो, मलाई गाह्रो भएको थियो, अनि मैले उसँग चाहिँ सापट्टि मागेर, मलाई त्यतिखेर अर्जेन्टली चाहिएको थियो, मैले उसँग सापट्टि मागेर अनि उसले मलाई मेरो अकाउन्टमा पैसा पठाएको। अनि उसलाई मैले भोलिपल्ट नै क्यास पैसा उसलाई मैले $1000 उसले मलाई पठायो, $1000 नै मैले उसलाई क्यास दिएको। यहाँ सुन योगेश भाइ, तैँले जुन भिडियो बनाएको छ नि होइन, त्यो मान्छेले रेकर्ड हाल्यो, यो मान्छेले यो गर्यो भने तैँले मेरो नाम थाहा छैन? जुन तरिकाले तैँले डिसरेस्पेक्ट गरेर बोलेको छ नि होइन, यहाँ सुन, पहिलो कुरा कान खोल्दा होइन। पहिलो कुरा त मैले तँ पीडित रहेछ भनेर तेरो बारेमा कुरा बाहिर ल्याउने मान्छे मै हो, तेरो सपोर्ट गरेर बोलेको मान्छे मै हो, पहिलोचोटि भिडियो बनाएको मान्छे मै हो। जब यो कुरा मैले बाहिर निकालेपछि सबै दुनियाँले निकाले, तँलाई यो कुरा राम्रोसँग थाहा छ नि होइन, थाहा छ नि होइन। अनि अर्को कुरा, अहिले यहाँ सुन, जसरी अहिले यो कुरा, यदि तैँले साँच्चीकै वास्तवमा तैँले श्रीमतीको साँच्चीकै माया गरेको थिएस् भने तँ मुलाले त्यति बेला तँ आफै पनि त पढेको रहेछस्, तँ आफै अमेरिका गए भए हुन्थिस्, आए भए हुन्थिस्। अनि तँ किन आएनस्, किन यो बहिनीलाई पठायो? अनि दोस्रो कुरा भनेको, अमेरिका आउने बेलामा, रश्मि बहिनी अमेरिका आउने बेलामा पैसा तैँले मात्र हालेको छैन रहेछ, उता बाउले पनि, यो रश्मि बहिनीको बाउले पैसा हालेको कुरा खुद मलाई आफैलाई भनेको छ अहिले होइन। पैसा त आधा आधा हालेको रहेछ नि त नि। जसरी तैँले त्यो बहिनीलाई लिएर आएर 2 वर्षमा 11-12 पढायो होइन, त्यो कुरा साँचो कुरा हो, त्यसमा झुटो कुरा छैन होइन। अनि बहिनी यहाँ आइसके पछाडि जसरी तैँले एउटा कुरा के, तँ त एउटा त काठमाडौँमा बसेर एउटा किराना पसल चलाएर बसिरहेको छस्, तँलाई यस्तो कुरा थाहा हुन्न के भत्वा। जसरी तैँले यहाँ एउटा यो बहिनी यत्रो स्ट्रगल गरेर आएर बसेर पढेर बसिरहेको मान्छेले कोठा भाडा तिर्नको लागि अनि कलेज फी तिर्नको लागि हरेक कुरा धाउनुपर्छ। अनि यो बहिनीले चाहिँ काम गर्ने बेलामा, यताउता गर्ने बेलामा तैँले फोन गरेको फोन चाहिँ हरेकचोटि उठाउनको लागि तेरो बाउले चाहिँ जागिर दिएर राखेको छ यहाँ, अनि तैँले पैसा फी भरेको छ। जब रश्मि बहिनी अमेरिका आएपछि तैँले 1 सुका पैसा दिएको एउटा प्रमाण देखा त। अनि तैँले बिना काममा यसरी चाहिँ टर्चर दिएर जहिले पनि यो त्यो, किन भन्दा तेरो इन्टेन्सन कुनै पनि त्यो सही छैन क्या, यति गलत इन्टेन्सन छ। अस्ति त्यो जब बिचमा कुरा भएको बेलामा तँलाई के भनेको रहेछ, यदि सम्बन्ध सुध्रिन्छ भने ल म छोरीलाई फर्काउँछु, बहिनी फर्काउँछु भन्ने सबै कुरा भनेको रहेछ। तैँले त्यो कुरा मानिस्? तैँले त 2 करोडको डिमान्ड गरेको रहेछ। अनि जुन कुरामा रश्मिको चाहिँ बाउ जब इन्भल्भ भएको छैन, अनि त्यो बाउलाई चाहिँ तैँले किन दोषी दिस्? तँलाई मैले भनिरहेको छु, तँ एकचोटि लाइभ डिबेट गर्नलाई भरे बेलुका मेरो लाइभमा आइज होइन, अनि त्यसपछि कुरा गर। मैले तँलाई म्यासेज पनि गरेको थियो क्या, तैँले इग्नोर गरेस् नि त्यो कुरा सुरुमा होइन। त्यही भएर तँ जस्तोले यसरी होइन, ठिक छ मान्छे पीडित आफ्नो ठाउँमा हुन्छ, सबैजनाको हुन्छ होइन, तर जुन तरिकाले तैँले यो प्रस्तुत गरिरहेको छ यो कुरा एकदम गलत छ भाइ हेर होइन। त्यसले गर्दा तैँले जसरी काट्छु मार्छु भनेको छ त्यो कुराले गर्दा तँ कानुनी कटघरामा उभिनको लागि त तयार हुन्। तँलाई मुद्दा हाल्छ रश्मि बहिनीको बाउआमाले अब के, तैँले जसरी ज्यान मारिने धम्की दिएको छस् नि, तँ जेल जान्छस् भाइ। यो कुराले विचार गर, यो कुरा लाइभ रेकर्ड भएको छ है, बुझिस् नि। तेरो मात्रै चल्दैन नि, सम्बन्ध मिलेन भने मन छुटिन पाइन्छ। तर तैँले जब जबरजस्ती गरेर मान्छेलाई जब टर्चर दिन्छ नि, टर्चर दिए पछाडि चाहिँ मान्छेले बाध्य भएर चाहिँ अनेक कदम चाल्नु पर्छ। त्यसरी नै यो बहिनी पनि त्यस्तो हो। अहिले यो जुन तरिकाको फ्रस्ट्रेसन, जुन तरिकाको हेरेसमेन्ट तैँले गरिरहेको छ रश्मि बहिनीलाई होइन, यो कुराले भोलि यो बहिनीको ज्यान तलमाथि भयो भने तँ तेरो जिन्दगी सिद्धिन्छ भाइ, तँ सिधै जेलमा हो, बुझिस्।
त्यही भएर ठुलो कुरा नगर होइन, तँ भरे लाइभमा जोडी, त्यसपछि यो कुरा तँ र रश्मि बहिनीलाई म साँची राखेर दुईजना कुरा गर्छु भरे है त, अनि आइज भरे कुरा गर्नु। योगेश भट्टले भनेको कुरा जति यदि सबै सत्य हो भने नि चिन्ता नगर्नु भाइ, कर्माले त्यसलाई पनि ठग्नेछ र यो कुरा नहोला भन्न पनि सक्दिनँ। ला हुँदैन होला यस्तो त, मैले यस्तो केटी देखेको छु यहाँ, मैले देखेको छु जो चाहिँ आफ्नो नेपालको बुढालाई ठगेर यहाँ रुममेटसँग बसेको छु, फेरि बस्ने पनि रुममेटसँगै हो, तर ठग्ने हिँड्ने, बाहिरको केटाहरूसँग हिँड्ने, उनीहरूको पैसा उडाउने, यता नेपालमा पनि ठिक्क पार्ने, म त रुमिसहरूसँगै छु भनेर अरू बेला खिचेर फोटो हेर्नुहोस् त भनेर साथीहरूलाई पनि कन्ट्याक्ट गराउने, यति धेरै ड्रामा गरेको केटीहरू चाहिँ देखेको छौँ हामीले। सो यो कुरा नहोला भन्न सकिन्न है। अब मैले हुन त उता रश्मिको पनि हेरेँ, भिडियो हेरेँ र मलाई चाहिँ ती पनि चित्त बुझेको छैन। कसम भनेको त उसले बोलेको कुरा म्याचै हुँदैन, त्यो फेसको इमोसन र उसले बोलेको कुरा केही म्याच हुँदैन है। अब उसले मसँग छ प्रुफ भन्छ नि, त्यो रुमिससँग भएको प्रुफ त्यो हामीले देखिसकेका छौँ। बस्ने रुमिसँगै हो तर घुम्ने उतातिर हो है। यत्तिकै हावा नचले पात हल्लिँदैन है। पक्कै पनि यो 4 वर्षको माया 3 महिना 4 महिनामा कसरी चेन्ज हुन्छ त? त्यो जस्टिफाई गर्नु पर्यो नि त होइन। त्यो भाइले पनि त्यसरी आएर यत्तिकै आफूले माया गरेको मान्छे, केटा मान्छेले नि हत्तपत्त त्यसरी आफ्नो अरूलाई गर्ला तर आफ्नो माया गरेको मान्छेलाई त्यसरी चरित्र हत्या गर्न सक्दैन कि केटा मान्छेले। र त्यो भाइले बोलेको हरेक शब्दमा हामीले त्यो फिलिङ बुझाउन सक्छौँ। जहिले केटा मात्रै गलत हुँदैन कि, यस्ता केटीहरू छन्, यस्ता केटीहरू छन्। र यो रश्मिले आफूले त्यो बोलेको भिडियोले त केही जस्टिफाई गर्दैन बहिनी। यदि पैसा मात्रै खाने सोध्थ्यौ भने चाहिँ तिर्नुपर्छ, तिमीले तिर्नुपर्छ। ऊ पनि कसैको छोरा हो, भोलि गएर तिम्रो पनि सन्तान हुन्छ यार। एउटा छोरा मान्छेको मन यसरी खेल्न त पाइन्न नि त यार। छोराछोरी एउटै हो, अर्काको छोरा छोरीलाई यसरी रुवाउन पाइन्न है। तिमीलाई यति माया गरेर विदेशमा उसको फ्युचर राम्रो होस्, उसको फ्युचर भनेको हाम्रो भविष्यसँगै राम्रो होस् भनेर यसरी तिम्रो फर्म भर्ने, तिमीलाई एउटा जिम्मेवारी गरेर पठाएपछि तिमीले आफ्नो रेस्पोन्सिबिलिटी के हो, तिम्रो ड्युटी। तिमीलाई अर्को केटा मनै परेको थियो भने पनि यतापट्टि भनेर बरु जाने त, तर त्यो मुटु दुखाएर टुक्राएर गयो कि, यो त टुक्राको धोका हो नि त। तिम्रो नियत खराब हो है। त्यही भएर बहिनी तिमीलाई पाप त लाग्छ, तर यदि साँच्चैको पैसाको कुरा हो, तिमीले खागिरहेछौ भने तिर्नुपर्छ। तिमीले त्यो टुक्रेको मन त तिमीले फर्काउन सक्दैनौ, तर एटलिस्ट उनीहरूको बाबा मम्मीको पैसा तिमीले खाएको हो भने तिर्नुपर्छ। अरू त पर्सनल कुरा हामीले के गर्ने होइन। तर त्यही हो, यसरी छोरामा भाइले अवेरनेस भिडियो बनाएको एकदम राम्रो भयो। यस्ता छोरी मान्छे पनि एक्जिस्ट चाहिँ गर्छ। पहिला चाहिँ यो अडियो सुनाऊ है त। पैसा कहिलेसम्म आउने भने मेरो खातामा? फोन गर्ने बित्तिकै, उठ्ने बित्तिकै, सुत्ने बेला, उठ्ने बेला जतिखेर पनि पैसा मात्र किन भन्नुहुन्छ? त्यो बाहेक अरू केही देख्नुहुन्न? मेरो पैसा चाहियो नि त मलाई त। दिन सक्दैन भने कति पैसा? मेरो लाग्यो जति छ त्यति दे। कति लाग्यो? तँलाई हिसाब गर्न कति लाग्यो? कति लाग्यो भन? त भन्नु, त कति दिने? आफू भन्नु न, अस्तिदेखि त ऊ गर्नु हुँदै थियो। त कति दिने त्यो खुसी? म भन्दैन, ऊ गर्दैन। आफू कति गर्नु हुँदै थियो। खुसी सुसी यहाँ केही छैन, कसैको खुसी छैन। मैले त 1.5 करोड भने त कति दिन्छ? ए हल्का डिस्काउन्ट पारेछ त, हिजोसम्म 2 करोडमा पुग्नु भएको थियो। नै त कति दिन्छ? सो यो केसको बारेमा चाहिँ म सिर्फ 2टा कुरा भन्न चाहे। पहिलो कुरा चाहिँ अब देखिन्छ केटालाई पनि खासै प्रब्लम छैन यदि उसले पैसा पाउने हो भने चाहिँ। त्यही भएर होपफुली यो केस छिटै सेटल होस्। अब त्यत्रो पैसा मागेको पनि मेबी डेफिनेटली अब इमोसनल ब्रेकडाउनहरूबाट गयो होला केटा होइन। अब त्यत्रो दुःख गरेर पठाएको हो, त्यही भएर त्यत्रो पैसा माग्यो होला। अब जे कुछ हुन्छ होपफुली लिगल तरिकाले होस्, लिगल्ली होस्, कुरा छिटै नै सेटल होस् भन्ने कामना गर्छौँ। सेकेन्ड कुरा के हो भने चाहिँ अहिले यो सोसल मिडियामा उहाँलाई चाहिँ लास्ट त्यही गाली गरिरहेको छ मान्छेहरूले। यतिसम्म यो बढिसक्यो कि अब चाहिँ यो हेरासमेन्टै भइसक्यो। त्यही भएर मैले के भन्न चाहे भने चाहिँ कसैलाई पनि त्यस्तो हेरासमेन्ट नगर्नुहोस्। उहाँकै गल्ती भए पनि उहाँको पर्सनल लाइफ हो, उहाँ बालिक हुनुहुन्छ, 18 वर्षभन्दा माथि हुनुहुन्छ। उहाँले जे डिसिजन लिनुहुन्छ आफ्नो फ्युचरको लागि, चाहे राम्रो होस् चाहे नराम्रो होस्, बाहिरबाट भन्ने मान्छे हामी को नै हुन्छौँ। र अहिले चाहिँ उहाँको कमेन्टमा गएर नराम्रो लेख्ने, हेरास गर्ने, अनि तैँले गलत गरिस् है, तैँले हामीले फोर्सफुली तैँले यस्तै गर्नै पर्छ, तैँले यस्तो किन गरिस् भने हामीले क्वेसन रेज गर्नै मिल्दैन नि। उहाँहरूको त्यो फ्यामिली म्याटर हो। त्यही भएर मैले चाहिँ कसैलाई हेरास गर्न चाहिँ हेरास चाहिँ नगर्नु भन्छु। अब जे प्रोसेस हुन्छ लिगल्ली होस्। उहाँको मैले एकचोटि अडियो पनि सुनेको थिएँ, उहाँको नाम के हो, योगेश हो कि के हो मैले बिर्सेँ। त्यो अडियोमा चाहिँ उहाँले काट्छु मार्छु भन्दै हुनुहुन्थ्यो। अनि त्यो कमेन्ट हेर्दाखेरि कमेन्टहरूमा पनि यसलाई लखट्नु पर्ने, कालो मोसो लाउनु पर्ने, यसलाई पिटाइ नपुगेर यस्तो कमेन्ट थियो।
जुन कि एकदमै डिस्कस्टिङ कमेन्टहरू प्लस उहाँले जे भन्नुभयो ओके त्यो फ्रस्ट्रेसनमा आएर भनेको भने टोटली बुझिन्छ तर 18 वर्ष पुगेको मान्छेलाई उसले आफ्नो डिसिजन लेख्छ उसले चाहे गलत डिसिजन लेख्छ ओके तपाईले सजेसन दिन सक्नुहुन्छ तर उसले गलत डिसिजन लेख्छ भने पनि तपाईले उसलाई फोर्स गर्न मिल्दैन कसैले आफ्नो म्यारिड लाइफमा सँगै बस्न सक्दैन म अरूलाई हेर्छु या अफेयरहरू चलाछ भने ओके लिगल्ली जानुहोस् केस लड्नुहोस् सल्भ गर्नुहोस् अब त्यसमा डिभोर्स पनि हुन सक्छ अब आफ्नो फेभरमा डिसिजन आउन पनि सक्छ नआउन पनि सक्छ त्यो छुट्टै कुरा हो तर लिगली प्रोसेस छ यदि उहाँ भोलि बिहान अमेरिकादेखि आउनु भयो भने यो कुरा सल्भ गर्न अब उहाँ सेफ हुनुहुन्छ होला जस्तो मैले कमेन्ट देखिरहेको छु उहाँ डेफिनेटली सेफ हुनुहुन्न इन्क्लुडिङ आफ्नै फ्यामिली अब त्यस्तो भइसकेपछि चाहे सही होस् चाहे गलत होस् त्यो मलाई थाहा छैन तर गलत भए पनि कसैको हक हुँदैन कि उसलाई पिट्ने उसलाई कुट्ने या कालो मसो लाउने त्यो कसैलाई हक हुँदैन उहाँको आफ्नो डिसिजन हो लिगल्ली जानुहोस् र कसैले हेरास नगर्नुहोस् भोलि बिहान उहाँलाई केही भइहाल्यो भने पनि जसले हेरास गरेर भिडियो बनाइराख्नु भएको छ यसलाई यस्तै गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्नुभएको छ त्यहाँ नराम्रो तरिकाले फस्नुहुन्छ होपफुल्ली यो म्याटर छिटो न छिटो सल्भ होस् जो पीडित छ त्यसैको फेभरमा भनेर चाहिँ अब त्यति भन्न चाहन्छु धन्यवाद।